धन्यवाद कार्यक्रम उद्घोषक हेम भट्टराईज्यू। आज हुन लागिरहेको यस नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नम्बर क सोलुखुम्बुको प्रथम ऐतिहासिक प्रदेश सभा क्षेत्रीय सम्मेलनको अध्यक्षता ग्रहण गरिरहनुभएका कार्यक्रमका सभाध्यक्ष, नेता सल्यान गाउँपालिकाका अध्यक्ष आदरणीय धनजन राईज्यू, कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका गृहमन्त्री, नेपाली कांग्रेसका केन्द्रीय कार्य सम्पादन समितिका सदस्य आदरणीय नेता रमेश लेखकज्यू, यस्तै गरी आजका कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेसका केन्द्रीय कार्य सम्पादन समिति सदस्य आदरणीय बलबहादुर केसीज्यू, यस्तै गरी कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य पर्यटन विभाग प्रमुख आदरणीय नेता आङ्गेलु शेर्पाज्यू, नेपाली कांग्रेसका जिल्ला सभापति नाम्गेल जाङ्गु शेर्पाज्यू, प्रदेश सभा माननीय डोल्मा तामाङज्यू, नेपाली कांग्रेसका विभिन्न तह र तबकामा रहनुभएका ड्यासमा आसीन अग्रज नेताज्यूहरू, महाधिवेशन प्रतिनिधिज्यूहरू, प्रदेश सभा खका क्षेत्रीय सभापति कर्मा शेर्पाज्यू लगायत यहाँ उपस्थित हुनुभएका सम्पूर्ण पत्रकारज्यूहरू लगायत आजको यस कार्यक्रममा सहभागिता जनाउनका निमित्त सोलुखुम्बु जिल्लाका विभिन्न भागबाट यहाँ उपस्थित हुनुभएका तपाईँ सम्पूर्णमा मेरो हार्दिक नमस्कार। जय नेपाल। सर्वप्रथम त म मेरो यो गृह जिल्ला, मेरो गृहपालिकामा आज आउनुभएका आदरणीय गृहमन्त्रीज्यू, आदरणीय भाउजू यशोदा ज्यू, लेखकज्यू, यस्तै गरी हाम्रो ईश्वरी दाई सहित उहाँको टिमलाई यो सोलुखुम्बु जिल्लामा मेरो गृहपालिकामा हार्दिक स्वागत गर्न चाहन्छु र ढिला नगरिकन म आफ्नो भनाइ तीनवटा भनाइ म बुदात्मक रूपमा तीनवटा कुरा राख्न चाहन्छु। म केही दिन अगाडि काठमाडौँबाट दिवाली मनाउने क्रममा मेरो घर यही पारीजुबुमा म केही जिल्लाका आफन्त सहित त्यहाँ गाउँका आफन्त सहित आएको थिएँ। एकजना त्यही क्रममा मेरो आफन्त हुनुहुन्थ्यो जो चाहिँ 24 वर्षपछि आफ्नो गाउँ फर्किँदै हुनुहुन्थ्यो। उहाँ चाहिँ रिटायर्ड ब्रिटिस आर्मी हुनुहुन्थ्यो र उहाँले जब हामी ओखलढुङ्गाबाट माथि लाग्यौँ तब उहाँले गाडी रोकेर देखाउँदै हामीलाई के भन्नुभयो भने हामी उबेलामा जुबुबाट नुन बोक्नका निमित्त घुर्मी कटारी आउने गर्थ्यौँ र त्यति बेला हप्तौँ लगाएर हामी नुन यहाँबाट लाने गर्थ्यौँ। मलाई त ढिलो छ, किन म छिटो जन्मिएछु जस्तो लाग्छ भान्जी, किनभने हामीलाई त यो ठाउँमा गाडी आउला, हाम्रो आफ्नै गाउँमा स्कुल क्याम्पसहरू निर्माण होला, बिजुली बत्तीको पहुँच होला भने हामीले सोचेको पनि थिएन। तर आज हेर त हामी त कस्तो छिटो जन्मिएछौँ, कति अभागी पुस्ता रहेछौँ भनेर भन्नुभयो। मैले यो प्रसङ्ग यहाँ किन जोड्न खोजेको भने अहिले पछिल्लो चरणमा तपाईँको केही पनि भएन, पुराना नेताहरूले केही पनि गरेन, पुरानो राजनीतिक दलले देशको विकासै गरेन, नयाँले मात्र केही गर्छ कि भनेर जसरी भजाइएको छ, गोइबल शैलीको प्रचार जसरी भइरहेको छ र पुराना पार्टीका अग्रज नेताहरूले जसरी दोष लगाउने काम भएको छ त्यसको म खण्डन गर्न चाहन्छु र केही पनि भएको छैन। जसरी अहिले जेनजी पुस्ता जो चाहिँ मोबाइलमा झुमिएको छ, केही इतिहासलाई पढ्ने बानी छैन, उनीहरूलाई त जे सिकाए जे रटाए त्यही नै उनीहरूले त्यही नै सत्य होला भनेर बुझिरहेको छ र पुरानो पार्टीप्रति दोषारोपण गर्ने प्रवृत्ति बढेको छ र त्यसको विरुद्धमा आज हामीले खण्डन गर्नुपर्ने आवश्यकता म देख्दछु। किनभने जति हुन पर्ने अपेक्षित विकास भएको छैन होला, तर विकास निर्माणको काम हुँदै नभएको भने होइन, म यो कुरा राख्न चाहन्छु। दोस्रो कुरा, हामीले यो देशमा लामो त्याग र तपस्या मार्फत, धेरै सङ्घर्ष मार्फत हाम्रो देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो। महामानव बिपी कोइरालाले भन्नुभएको थियो, यदि बुढा पुस्ता बिग्रियो भने समाजलाई, राष्ट्रलाई त्यसले त्यति ठुलो क्षति पुर्याउँदैन, तर यदि तरुणहरू बिग्रियो भने त्यसको ठुलो क्षति समाजले बेहोर्नुपर्छ, राष्ट्रले बेहोर्नुपर्छ भनेर भन्नुभएको थियो। म यो भनाइ यहाँ स्मरण गर्न चाहन्छु र आज तपाईँ हामीले हेर्न सक्छौँ राजावादी भनौलाहरूले गरेको जुन तिनकुनेमा जुन किसिमको आतंक मचाए, त्यहाँ भिडमा पनि अधिकांश युवा साथीहरू थिए। त्यस कारणले गर्दा आज हामीले युवाहरूलाई ब्रेन वास गरेर जसरी दुरुपयोग गरिरहेको छ त्यसको विरुद्धमा हामीले आवाज उठाउनु पर्ने आवश्यक छ। र तेस्रो कुरा म के भन्न चाहन्छु भने अहिले हामी एसएलसी पुस्ताबाट एसई पुस्तामा भएका छौँ। आदरणीय दाइहरूको पालोमा एसएलसी पुस्तामा कस्तो थियो भन्दा जे कुरा बाबुआमाले भन्थ्यो छोराछोरीले सर्लक्कै त्यही कुरा मान्ने कुरा थियो। तर अहिले ट्रेन्ड बदलिएको छ। अहिले जेनजी पुस्ताले आफूले चाहिँ बाबुआमालाई कन्भिन्स गरेर बाबुआमाको छोराछोरीको तजविजमा बाबुआमाले भोट चाहिँ कास्ट गर्ने ट्रेन्ड बढेको छ। त्यस कारणले गर्दा युवाहरूलाई आकर्षित गर्नको निमित्त, पार्टीमा जोड्नको निमित्त पार्टीभित्रका महत्त्वपूर्ण 4 लिङ्ग भातृ संस्थाहरू नेपाल विद्यार्थी तरुण दल, महिला सङ्घहरूलाई एक्टिभ गराउनु पर्यो। जस्तो नेपाल विद्यार्थी सङ्घमा आफू पनि नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्य समितिमा भएको कारणले गर्दा माननीय गृहमन्त्रीजीलाई के अनुरोध गर्न चाहन्छु जस्तो 73 सालमा हामीले नेपाल विद्यार्थी सङ्घको महाधिवेशन गऱ्यौँ, नयनसिंह महरको नेतृत्वमा। हामी आफै पनि केन्द्रीय समितिमा थिए, तर त्यसपछि 2वटा सदस्य समिति आयो, नेपाली काङ्ग्रेसको नर्सरी भातृ सङ्गठनको। अहिले तपाईँको अधिवेशन हुने सुरक्षा छैन, 3 वर्ष क्रस भइसक्यो, यहाँ थप भएकै छ, अहिले पनि अधिवेशन हुने सुरक्षा छैन। त्यसकारण जब हामीले नर्सरीको गोडमेल गर्दैन भने त्यहाँबाट चाहिँ बिरुवा कसरी हुर्किन्छ। त्यस कारणले गर्दा नर्सरीको संरक्षण गरौँ, नर्सरीमा पानी हाल्ने, मलजल गर्ने काम गर्नु, तब मात्र अहिले नेपाली काङ्ग्रेसको भविष्य चाहिँ उज्जवल हुन्छ भन्ने कुरा राख्न चाहन्छु। र यो हाम्रो सोलुखुम्बु जिल्ला वास्तवमा यो काङ्ग्रेसीहरू धेरै भएको जिल्ला हो, तर टेक्निकल विभिन्न कारणले गर्दा
हामीले सङ्घ गुमाउन पर्यो। यो हाम्रो यो क्षेत्रमा पनि दाइलाई के निवेदन गर्न चाहन्छु भने 4वटा पालिका मध्ये 3वटा पालिका चाहिँ काङ्ग्रेसले जितेको हो। यो पालिका चाहिँ अलिकति हामीले हार्न पुग्यौँ, तर भोलिको दिनमा हामी सबैजनाले मम गरेर चाहिँ सुत्रिँदै जिल्लालाई नै काङ्ग्रेसमय बनाउने, यो तुलुङ दुधकोशी गाउँपालिकालाई चाहिँ काङ्ग्रेसमय बनाउने पुनः प्रण गर्दै र चुनावमा पनि विजय हुनेछौँ भन्ने आशा एवं विश्वासका साथ म यो क्षेत्रीय सम्मेलनको पुनः सफलताको शुभकामना व्यक्त गर्दै यो समयको पाबन्दीलाई मध्यनजर राख्दै म मेरो छोटो भनाइ यही अन्त्य गर्ने अनुमति चाहन्छु। धन्यवाद। जय नेपाल।